आज म बनाउँदैछु काली मिर्च बिरयानी। यो बटरमा अदरक र हरी मिर्च हाल्ने अनि त्यसपछि हाम्रो बोइल चामल छ हैन, उबलेको चामल अनि यसमा हाल्ने दुध है, थोरै दुध। यसमा काली मिर्च पनि हालेको छ मैले, थोरै फेरि दुध हाल्ने, काली मिर्च पनि हालेको छ है मैले यसमा। अनि यसमा एक पनिर सानो सानो काटेको पनिर हाल्ने अनि यो मलाई हाल्ने है, मलाई। यसमा थोरै ब्रोकोली पनि हाल्ने, बाँकी तपाईको मर्जी हो जे हाल्न चाहनुहुन्छ अरू तरकारी पनि। अनि फेरि यसमा हाल्ने काली मिर्च है पाउडर, यो मेरो घरकै हो, मैले आफै कुटेको। अनि फेरि यसमा नुन हाल्ने है, नमक। अब हाम्रो यो काली मिर्च बिरयानी तयार छ, भेज है, फेरि पनिर काली मिर्च बिरयानी तयार छ है। अब हाम्रो यो पनिर काली मिर्च बिरयानी तयार छ गाइज है। तपाईहरु पनि घरमा बनाउने कोसिस गर्नु, कस्तो लाग्छ हजुरलाई कमेन्ट गर्नु नभुल्नु है।